Namaste, Chacholo, and welcome back to Gurun Prasna Vlogs again. है सो म चाहिँ ओछेमै छु फिलहाल उठ्नु चाहिँ म अघि 5 बजी बिम्जेको उठेको हैन बिम्जेको तर म चाहिँ फोन हेर्दा त्यतिकै ढल्किराख्थे थिए अन्त मुख पनि अघि धोको मैले मुख पनि धुए अन्त मुख धुएर चाहिँ मैले चिया बनाएर चाहिँ चिया पिए अन्त चाहिँ म चाहिँ ओछेन मिलाउनु भन्दाखेरि चाहिँ ओछेनमा अलि ढल्किनु मन लाग्यो नि त मलाई अन्त म चाहिँ ओछेनमै छु अहिले फिलहाल अन्त भाउजूले चाहिँ खाना बनाएर चाहिँ जानुभयो ड्युटी र म चाहिँ अहिले फिलहाल ओछेनमै छु मैले पर्दाहरू के खिडकी मात्र खोलिरहेको छु सो आज दिनभरि म के गर्दै रहेछु कहाँ जाँदैछु त सबै अपडेट म तपाईलाई दिन्छु त अझै लागि उठ्नु आज तर कलेज छुट्टी हो नि त त्यही भएर चाहिँ म ढिलो उठेको अहिले 8:30 भइसकेको छ जिन्दगीमा तर म के गर्न अब कल छ हामी यस्तो हुन्छ ओरा लाग्दाखेरि ओराले यस्तो हिँड्नुपर्छ कि सो म अब तपाईलाई म अपडेट दिन्छु आज दिनभरि म के गर्दै रहेछु ओछेनमै छु तर बहिनीले चाहिँ के लिएर आएको रे भ्लग गरेको अनि अनि हेलो गाइज भन्दै त हेलो गाइज भ्लग स्टार्ट गरेको तिमीले बहिनीले चाहिँ भ्लग स्टार्ट गरेको अरे ल आजदेखिको के अरे तिम्रो च्यानलको नाम ल्या ए तपाईँ गर्दै रहेछ ल कति बेला उठ्यो बहिनीले भ्लग गर्दै आएछ फेरि रुम हो अन्त यो पिच्छेको लुगाहरू चाहिँ मैले आज हिजो धुम भनेर चाहिँ राखेको थिएँ तर म हिजो भ्याइनँ अन्त आज चाहिँ अब दिनभरि लुगा धुने के गर्ने म त्यो तपाईँलाई देखाउँछु सो म चाहिँ अब उठ्ने र आजको दिन चाहिँ यस्तो दामी घाम लागेर चाहिँ यस्तो दामी भइरहेको छ सो म तपाईँलाई देखाउँछु र आजको दिन चाहिँ यति दामी भइरहेको छ घाम लागेर हो सो म चाहिँ फटाफट बेड नुहाउँछु किनकि मेरो पुरा सब लुगा धुने धारा जानुपर्छ अन्त म चाहिँ छिटो बेड नुहाएर चाहिँ अब धारा जान्छु एकछिनमा बेड नुहाइसकेर किनकि आज हिजो मैले लुगा धुऊँ भनेको थिएँ कि तर मैले लुगा धुनु भ्याइनँ त्यही भएर चाहिँ देखि यहाँ त यहाँ बहिनीले चाहिँ नि कता गरेर लु मेरो भ्लगहरू इच्छा भन्दै नआएको पनि हो सो म चाहिँ अब बेड मिलाउने भट्टाभट के गरेको मम्मा के गर्दैछ आमा बताइनु हुँदैछ नाना तपाईँ के भन्नुहुँदैछ म चाहिँ बेड मिलाउनु आँटेको होला यता पनि भनिदिएको नि मैले हो मेरो नाम साक्षी हो म नयाँ भ्लग बनाउने हो म यहाँ भन्दैौ न अन्त रोकेर म नयाँ भ्लग बनाउने हो तिम्रो इन्ट्रोडक्सन देऊ न यहाँनिर छिटो मेरो नाम साक्षी गुरुङ हो भन्दै भन ल अनि म क्लास 2B हो अनि म चाहिँ यहाँ भ्लग बनाएको हेलो गाइस प्लिज सो सब लभ तिम्रो च्यानलको नाम पनि भन्न न अन्त मेरो च्यानलको नाम रुबिना साक्षी गुरुङ हो त म चाहिँ फटाफट पछि मिलाइहाल्ने के भरे आमालाई पानी ल्याउन जाँदैन भनेर सोध्यो त
जिन्दगीमा चाहिँ यस्तो हुन्छ कि डल्लै उयो भयो सबै उयो के अरे यो भाँचियो भाँचिएर पनि डल्लै यस्तो भयो तर सकिसकेको छ यो के गर्नु यो यताको के थिएछ यताको यहाँनिर थिएन नि त गरिब हो गरिब के गर्दा अब छैन सक्यो सो फाइनली मैले चाहिँ ओछ्यान मिलाइसकेँ कि तर के गर्नु जिन्दगीमा लुगा यो डल्लै धुनुपर्छ यति बिग्द लुगा धुनुपर्छ नि अब अस्तिदेखिको छु हजुर जान्छु एकछिन ल जानु भएको आज न ड्युटी 12 जुत्ता जान्छु 12 जुत्ता पर्खिन पानी खनाउँछु पानी हामी चाहिँ पानी जानु हुँदैन रोइनादी जाउँ दिन चाहिँ दामी भयो तर म चाहिँ पानी लिएर यहाँनिर बसिरहेको छु र दिन्छु रहेछ नानीहरू चाहिँ खाने छ र आन्टीले चाहिँ कपालमा उयो लगाएर सुकाइरहेको छ के खाएको सम्म चाहिँ भर्खर फाइनल्ली पानी लिएर लाभ कमाल झर्छ त पानी लिएर आइपुग्यो अब चाहिँ म लुगा धुनु जान आँटेको भगवान् यहाँनिर चाहिँ यस्तो छ जिन्दगीमा आज म लुगा धुनु जान आँटेको किनकि यतिखेर त मान्छे खाली हुन्छ नि त त्यही भएर चाहिँ जाने लाग्छ नि लुगा धुनु जस्तो दामी लागिरहेको छ जाउँ आन्टी जाउँ म चाहिँ लुगा धुन्छु पानी हुन जाँदिनँ कि अस्तिको त के गरेको मेरो ब्लग सक्यो तिमी त एक खलासो यहाँनिर चाहिँ मेरो साथी हात हल्लाउँदैछ र म चाहिँ भर्खर लुगा धोएर आएको हो अन्त हात गर्नु पर्छ यहाँनिर दिन चाहिँ तर दामी भइरहेको छ यो चाहिँ ग्राउन्ड हो क्यामेरा तलबाट आएको यसमा चाहिँ लुगा सुकाउनु पर्छ अब जग्गा हुँदैन नि यहाँ चाहिँ फेरि लुगा सुकाउने नि
चाहिँ लुगा सुकाइसक्यो गल्यो त्यो क्लिप लगाएर भने चाहिँ अहिले हावाले नि उयो छानामा पुऱ्याइदिन्छ एकैचोटि उडाएर अस्ति मेरो ब्ल्याक टी सर्ट पनि उडाइदिएको थियो कि चेपेन भने चाहिँ नि हावाले उडाएको पनि चाल पाउँदैन एकदम काम गर्दै गरेको हुन्छ कि फाइनली चाहिँ लुगा पनि धोइसकेर के होइन अन्त लुगा पनि सुकाएँ अझै म नुहाउनुको लागि पानी गर्नुपर्छ डुबे गइजानु त्यही भएर एकछिन बाद आएर चाहिँ खाना छिटै खाऊँ भनेको कति बेला नुहाउनु कति बेला पानी तान्नु जिन्दगीमा निना डरलाग्दो पोका निक्लेको छ मेरो आज त हत्तु हैरान भयो अल्छी हुँदो एक्लै त हजुर काम ड्युटी जानुभयो काममा भनेर लौचमा उता बसेर ड्युटी जानुभयो अन्त नै भाउजूले खाना बनाइराखिदिनु भएको छ नि त अन्त चाहिँ अरू बेला चाहिँ म 5 बजे उठ्छु तर जिन्दगीमा आज 8:30मा उठी पठाएँ किनकि आज कलेज छुट्टी हो नि त त्यही भएर चाहिँ अब थकित हुन्छ अन्त छुट्टीको बेलामा त सुत्ने होइन अन्त चाहिँ कति बजी आइफिला अहिले 10:30 भइसकेछ अन्त म छिटो भएर त म लुगा छिटो धोएछु फेरि म नुहाएर खाना खाएर अन्त एकछिन भरेतिर चाहिँ म फेरि लुगा धुन जानुपर्छ धारासम्म तपाईँलाई दिन्छु अपडेट र यो पानी तातिन्जेलसम्म चाहिँ कलेज गयो भने चाहिँ ठिकै हो कि रुममा बस्नु भने जस्तो हुन्छ अनि
फाइनली मेरो यो पनि भयो, पानी पनि। अनि मलाई दिउँसो चाहिन्छ पानी निकै खानु हो। मेरो पानी तातिँदै गर्छ र म चाहिँ एकछिन तल जान्छु पानी तातिन्जेलसम्म। त आएर चाहिँ फेरि लुगा धुन्छु। त्यस्तो भएर भोक पनि लाग्यो कि, तर म नआएर खालि खाऊँ भनेको। কি করছি বাবলা বলাতে আছি কি भयो तताई पानी सो म चाहिँ अब नुहाउनु गएको, किनकि घाम जान आँट्यो हो। मलाई फेरि अहिले अल्छी लाग्छ। त्यहाँदेखिको मेरो पानी पनि तात्यो, भक 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 उम्बिरहेको छ पानी। फाइनली धोइसकिसकेँ हो। खाना खान्छु। Kita tahu saya, benar. Ada orang dalam jalan ada, sampai lagi kita akhirnya panik dalam besar. Dah sampai begitu kali balik sini aja. Jadi sampai bisa kok. Saya bukan tinggal kerja. Lo. मैले चाहिँ खाना खाइसकेर पनि भाँडा धोएर पानी फेर्दैछु हो। मैले चाहिँ खिड्की बन्द गरेको थिएँ नि त, साह्रो हावा आएर। जाडो तोदा लाग्दो हावा चल्दैछ। अब एकछिन घाम ताप्नु जाने। सो फाइनली मेरो चाहिँ कपहरू पनि सुकिसक्यो हो। मेरो चाहिँ नि हल्का साइनिङ दिन्छ नि त। अल्छी लाग्यो के गर्नु अब, पानी भर्नु जानुपर्छ फेरि। आजको दिन चाहिँ बिदा भइरहेको छ, घाम लागिरहेको छ। आउँछ अरे बेसिना ए आउँछ उसको पुरा छ है लुगा। मेरो 2टा बुल्डुङ ए त्यो 4टा बुल्डुङ खाली भइरहेको छ। बस्नु न। लुगा धुन कि पानी पनि जाने? पानी पनि जान्छु, लुगा धुन पनि जान्छु। पानी भएर भन्छ नि के भन्नु छ? सो यो दाँत देखाइदियो गीत गाइदियो त। अघि मेरो साथी हो यहाँबाट हेर्दै थियो। जाउँ दादा लुगा मेरो च्यानलमा तपाईँहरू स्वागत छ। मेरो चाहिँ लुगा धुनु साह्रै कम्ती छ होइन। जहिले पनि हरेक दिन यत्तिकै निस्किन्छ किन हो, यो चाहिँ अब प्रश्न छ तपाईँहरूलाई भन्नु नि। एन्सर छ भने चाहिँ बताइदिनुहोस्। यो लुगा धुने चाहिँ कसरी चाहिँ अब आज पनि धुए यति निस्किन्छ, भोलि पनि धुए यति नै निस्किन्छ, पर्सि धुए यति नै निस्किन्छ। कसरी कम गर्नुपर्ने चाहियो छिटो सर। र मेरो चाहिँ यहाँ बुल्डुङ पनि बोकिरहेको छ। मैले पानी ढल्नु मेरो चाहिँ कम्ती खाने। फाइनली मेरो चाहिँ अलिकति थियो नएको लुगा र म धोइसकिसकेँ र यहाँनिर चाहिँ लुगा धुँदैछ। त्यसैले आज काम पुरै भएन। we are doing out. Bubbles to na kali bubbles. Ay, banda ta atolay daw ta si Tanya.
चाहिँ धाराबाट आएर पनि म चाहिँ साथीको रुम जाँदैछु कल आएर एकछिन झल्केँ होइन अन्त अहिले चाहिँ म साथीको रुम जाँदैछु अघि जुम भन्ने थियो क्या भ्याइन नि त अन्त त्यसले कल गरेर अन्त आइज न भन्दा भने के अन्त म जाँदैछु देखेर चाहिँ केही टिपेर वेलकम ब्याक के गरेको गरम कस्तो गुम्सिरहेको छ गरम भयो मलाई हप्पा पाएर सो फाइनली म चाहिँ यहाँनिर आइपुगेँ यस हेलो गाइस वेलकम ब्याक टु मस त्यो भन्न सो चाहिँ फाइनली आइपुगेँ होइन सिङ्गर लोकल आयो ओइ जाउँ यहाँनिर कस्तो दामी बादल भइरहेको छ मेरो रुमबाट यस्तो दामी देख्थ्यो कि तर के गर्नु नानीबाट उयो भनेर कस्तो दामी भइरहेको छ होइन यहाँनिर चाहिँ हो मेला मिलन समाज मेला अरे पिरो हालिदिनुहोस् ल पानीपुरी यता हेरेर त खा आजले म खाना बनाउँछु अन्त आजको मेरो दिन चाहिँ धारा गएर नै बित्यो यस्तो रुममा बस्यो भने चाहिँ छुट्टी कलेज छुट्टी भएको छ भने चाहिँ यस्तै हुन्छ हो सो अब म चाहिँ खाना बनाउँछु स्पिड र मैले आज सब्जी खोज्ने गएको तर मैले सब्जी पाइनँ अन्त मासु किनेर ल्याएँ सो मेरो आजको ब्लग चाहिँ एन्ड गर्नु चाहन्छु सो बाई सी यु अन नेक्स्ट ब्लग स्टे ट्युन फर द नेक्स्ट भिडियो अन्त सोचम लभ मच लभ हजुरहरूलाई सो बाई